गुड मर्निङ सबैजनालाई। आज चाहिँ यस्तो डेन्जर पानी परेको छ हेर्नु। म चाहिँ घरमा आएको थिएँ धेरै दिनपछि, आफ्टर लङ टाइम पछि घरमा चाहिँ एक्जाम सकेर आएको थिएँ। यस्तो डेन्जर पानी परेछ नि, यु क्यान सी यस्तो डेन्जर पानी पर्यो, खतरनाक पानी पर्यो। यस्तो डेन्जर पानी परेको छ। आछो पिताजी हुनुहुन्छ राता मकै, यहाँ बोले यहाँ हुनुहुन्छ हाम्रो मम्मीजी। अनि यहाँ छन् हाम्रा गधाहरू जो उठेकै छैनन् अहिलेसम्म। उठ योगेश, यता उठ। यहाँ अर्को कति मोबाइल हेर्छ, कति मोबाइल हेर्छ यसले। डगी हेलो हेलो। यहाँ अर्को यहाँ पनि छ। साला गाई यसकोमा हात के गरौँ, आटामा ठ्यास्नेमा सुगाजी। नानी आज खतरा सुगाजी। यसलाई म के गरौँ गाई, यसलाई म गोद्दिउँ, यसलाई पिड्दिउँ, यसलाई पिड्दिउँ, यसलाई पिड्दिउँ। आधा आगेले यसलाई त म ठ्यास्ने। धेरै घरमा बस्यो, फाइनली घाम पनि लागेको छ। त्यही भएर अब हामी चाहिँ बारीमा काम गर्न जाँदैछु गाइस। काम पनि गर्नु पर्यो, सो काम गर्न जाँदैछु। क्यान सी ड्रागन फ्रुट हाम्रो बारीमा जाँदैछु। या आया खाएर मात्र भएन। Ayah, kan kamu sorry. अरे खुर्सानी है। क्या बोलती पब्लिक, क्या हालचाल। खुर्सानी बिचारा आया मेरो दुखम रे। ओह मेरो खुट्टा चोट लाग्यो। हेर्ची हेर्ची। गुड गर्ल, गुड जब, गुड जब। अब मगे लिनु मंगलाइन है। आइछ काम छ यार। या गुड जब, गुड जब। म चाहिँ फुल रेडी छु है। अब घाँस उखाल झार उखाल्न पुरा चिलाउँछ, त्यही भएर यसो सेफ्टी गर्नुपर्छ। या हात पनि फोल्ड गरिहालौँ। यो के छ, गुड बोय, यस्तै उखाल्नुपर्छ।
गर्मी भयो गाइस के भन्छ र म तो नि बरी थकै लाउ काम गर्दा यसलाई पिउँछन् यसलाई उखु उखु मकैको उखु यो न गाइस तर पिउँछन् कसरी यार नादिङ ब्रदर र मेरो भाइ प्यारो भाइ भात दुध्यो ए आयो हेर नादिङ अघि यो गरेको रातो गरेको पूजाको यहाँ अघि यहाँ बग्यो यार राख्नु यही कम्ती म सब हुन्छ यहाँ दाजुले लान्छ हजुर अलरेडी खाकै छ हेलो थाक्नुभयो हजुर तिम्रो आन्टीसँग काम गर्नु छैन खालि बस्या बस्या खालि बस्या बस्या जो छोर उसैको ठुलो छोर मकै खाने कालु काम गर्ने ए काम गर्ने कालु मकै खाने भालु हा मैले यत्रो खाने यत्रो झाडु खाले एक झापड हान्दा हानेर देखा न तला त्यति मेरो त रहन्छ हानेर देखा न तला पापै खा अच्छी लङ्गी कति चमा यो कति मैडम के छ ओए धोतीले रिस उठेछ है के नभन ठीक छ नले बोल्छ बेरका ओरा जगा अनर जाको अनर ठ्याक्कै कान्छ रङहरू यमजी हेराउला कान्छ होला मलाई सिपे आफै जाङ आज भया आ मकै ओइ बंगला त मान्छे त मान्छे ओइ बंगला आइन हामी काम मगे म त मजे मकैमा हरायो त मकै त खाइ देख्दै देख्दिन त रातो मगे हरियोमा हरायो पाकेपछि देख्छ अब बाँकी सबै रातो जनावर हुन्छ यो हाम्रो बारीबाट भ्यू हेर्नु गाइस एउटा गराको झाडु खालेर खनेर सकेर अर्को गराको स्टार्ट गर्न जाँदैछौँ या पानी देऊ त ब्रदर हेलो लेख्लै दिन देऊ घाँस काट्न हो है भोराभुरीहरू धन्यवाद यी खतरा होला धन्यवाद हिम कम बगा ननि यहाँ yung nang nila bro Sige lom tak nyuruh pa oh dele Tapi buaya kan jangan sih क्यासा काम गर्नु भन्दा बढी दिनहरुको गफै छ यार यस्तै गरे भने तिमीहरुको पैसा दिदिनै म Udah mulai yo मिटर दे सब दे नाम दे मारले राइट मिठो एक नम्बर आया लाग्यो चोट पानी दे थ्यांक यू आराम गयो छिटो छि कहाँबाट दियो भनेको त ममता आइजा भने म यहाँ छ नि होइन नादिङ यहाँ ngana थाकिसके म खन्दा खन्दै लामखुट्टेले टोकेर मार्यो यार झाडु खेलेर हात पनि दुखिसक्यो नि त मेरो हातको हालत आम्बो मैले पैसा दिन्न क्या छ तिमीहरूको पेमेन्ट क्यान्सल आज पैसा पाउँदैन यस्ता खने ए थति बाउ यता हेरौँ त मकै त मकैभित्र हराएछ यार काम गर्ने कालु मगे खाने भालु यहाँ काम गर्नु मरिमेटी भने मैले खाने मैले नखाने देखेर झार पनि उखालेछु म थकै लागिसक्यो गाइस अम्बा खानुहुन्छ तर पाकेको छैन बट्दैन खाना आउनुहुन्छ हेर्दै देन ओए मलाई नि यो मान्छे त जे पनि पैसा मात्र माग्छ तिर नि देन खाम मैले भेटाएन के पाकेको 100 रुपैयाँ दो भन्दा नै दिउँ यस्तो रुखमा चढेर आछु म मलाई डर लाग्दैन कसैको बाउ लाग्दैन या 100 रुपैयाँ हेलो देना नाटकनाथ 100 रुपैयाँ के मान्छेलाई त 100 रुपैयाँ जाली बेटी
ए हे 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 ला 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 देन ओ अम्बा हे मान्छे त गाइस अब चाहिँ घर जाने बेला भयो साँझ पर्यो सबैले भारी बोकेर रेडी छन् खाइ तोती भारी तोतीको भारी ए ल खा भारी रातो बोकेको भारी नथिङ उसमा भिटरीको लगे जाम 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 3 सबभन्दा ठुलो भारी त मेरै छ क्या गाइस हेर्नु मैले के भारी बोकेछु ये सबभन्दा ठुलो भारी मेरै छ जाम हेलो ए बाख्रा भेडा बाख्रा सबै छन् हाम्रो मेहनत पछि फाइनली खाना खाने टाइम भयो के पाकेछ हजुर नागाला गुरुङ के पाकेछ हेर्न के पाकेछ देख्दैन ए कस्तो यस्तो राम्रोसँग सोध्दैन यसरी नभन्ने पाकेछ मटन ए खाना रेडी यस्तो मेहनतले दिनभरि काम गरेर थाकेछ अब खानै पर्यो आजको लागि यति नै ल बाई बाई सी यू बाई बाई